देखेँ क्या है के हो यार आज त म त यस्तो पुरा क्लियर देखिरहेको छु कि हैन आम्बो यार छ हैन अनि तपाईको साइड लुक्स हेर्नु यस्तो दामी छ हैन माइ गॉड एक्चुअली आई विल ट्राई है त हान्दिहालौँ है त धेरै प्रतिक्षापछि मैले यो चस्मा लाउँदै छु हैन हाई कपी हो कि हैन मैले यो र यो सँगै अर्डर गरेको तर यसको भन्दा अलि डबलै प्राइस छ गाइज है त सिंगल कब्जा भयो नि पटक पटक जाने हुन्छ तर यसमा चाहिँ ट्रिपल कब्जा छ अनि थाहा छ कि अनि स्टिल तरिकाले ट्याप्प पछाडिबाट टाले जस्तो कि माथिबाट टाले जस्तो तर खतरा ब्रान्डिङ छ कि हैन छामेरै पत्ता लगाइदिन्छ यार हैन ओरिजिनल भन्न मिल्यो मैले ओरिजिनलै भन्थे विशेष गरी दिउँसो घाममा हेर्न सजिलो होस् घाममा हिँड्नलाई सजिलो होस् भनेर चाहिँ प्लोराइड हुने नि त ह्यान्डमेड रेबनको हाई क्वालिटीको आम्बो यार यस सबैजनालाई दर्शन नमस्ते होपी तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु नेक्स्ट भ्लगमा स्वागत गर्न चाहन्छु गाइजहरू एकमुष्ट सबैजनालाई हैन यसो मेरो आउटसाइडको साउन्डहरू मेरो आउटसाइडको इन्भाइरोमेन्ट उहरू सुन्नुस् त यस्तो दामी चराचुरुङ्गीहरू कराइरहेको छ यस्तो इन्भाइरोमेन्टमा बस्नु पाउँदाखेरि चाहिँ कसम यस्तो आनन्द फिल हुन्छ आफ्नो मेन्टालिटी यस्तो डिस्ट्र्याक्ट अरू साउन्डहरूको डिस्ट्र्याक्ट हुनु भन्दा यो चराचुरुङ्गी अनि यो स्वच्छ हावा हैन अनि यो वातावरणमा बस्नु पाउँदाखेरि एकदम आफ्नो मेन्टालिटी प्रेसर पनि एकदम कम हुन्छ जस्तो कम हुन्छ हैन अनि लाइक आफूलाई फ्रेस पनि महसुस हुन्छ फाइनली म चाहिँ आज यहाँ बसेर मैले यसरी भिडियो गरिरहेको छु त्यो के भन्दा तपाईँले थम्बनेल टाइटल सब चिज हेरेर थाहा भइसक्नु होला मेरो हाइलाइट्सहरू हेरेर पनि तपाईँले थाहा भइसक्नु होला हैन म यहाँ चाहिँ भिडियो एडिट गर्दैछु फाइनली मेरो आज भनेको सेकेन्ड लास्ट डे यो ठाउँमा चाहिँ यो मेरो एरियामा चाहिँ हैन त्यो भएर मैले लास्ट टाइम चाहिँ मैले यहाँ भिडियो गरिरहेको छु अनि मैले एउटा सामानहरू अर्डर गरेको थियो हैन मैले पार्सल अर्डर गरेको थियो हैन लाइक फाइनली त्यो पार्सल चाहिँ मेरो हातमा परिसकेको छ त्यो के हो भन्दाखेरि म तपाईँलाई एकैछिनमा अनबक्सिङ गरेर सब देखाउने छु हैन त्यो गाइज हैन अनि मेरो भिडियोहरू ब्याक टु ब्याक भिडियोहरू अपलोड भएको छ नयाँ च्यानलमा प्लिज एकचोटि चेकआउट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला तपाईँले सब्सक्राइब गर्न छुट्नु भएको छ भने प्लिज सब्सक्राइब गरिदिनु होला अनि भिडियोलाई सेयर गरिदिनुहोस् हैन तपाईँको माया सपोर्ट एकदम अपेक्षा राखेको छु प्लिज भिडियोलाई सेयर गरिदिनुहोस् एकजना चाहिँ मेरो सामानको अनबक्सिङमा हानिदिइहाल्छु हैन तपाईँलाई कस्तो लाग्छ प्लिज कमेन्ट डाउन बिलो हैन अनि त्यो खास चाहिँ धेरै ठुलो सामान त हैन तर लाइक के हुन्छ भने मलाई चाहिँ एकदम फेभरेट हैन लाइक त्यस्तो डेली भ्लग हैन कि मैले चाहिँ आज अनबक्सिङ मात्रै गर्न लागिरहेको जस्ट यति मात्रै हो है त किप वाचिङ गाइज सो त्यो के हो भन्दाखेरि यो सामान मलाई माथिबाट दिन्छ क्या ओ माई गॉड म जब छु हैन माथिबाट फुत्त आउँछ क्या यस गाइस भगवानले मलाई माथिबाट यो सामान पठाइदिएको छ क्या हैन तपाईले देख्न सक्नुहुन्छ यो सामान पठाइदिइसकेको छ मलाई भगवानले माथिबाट फुत्त झारिदिइसकेको छ त्यो के हो भन्दाखेरि अब म यसलाई अनबक्सिङ गर्छु यस्तो दामी प्याकिङमा छ हैन तर मैले यसलाई हिजो नै उत गरिसकेको छु यस्तो च्यातेर राखिसकेको छु तर सबै चाहिँ हेरेको छैन कि राति त्यति धेरै निन्द्रामा यसो हेरेको सोचे जस्तो सामान भन्दा पनि के भन्छ त्यसलाई आफूले अर्डर गरेको सामान छ कि छैन भनेर चाहिँ हेरेको मात्रै हो हैन अनि फाइनली रहेछ अनि त्यसभित्र मैले के छ मैले के पनि रिभ्यू गरेँ हैन मात्र खोलेर मात्रै हेरेको हो हैन त्यसै हैन अब यसलाई फेरि खोल्छु वान बक्स यस यो भित्र वान बक्स एन्ड वान यति मात्रै तिनवटा मात्रै हो हैन के पनि छैन अरू यो भनेको वेस्टेज हो गाइज है मैले फाल्दै यो चाहिँ अब यो तिनवटामा चाहिँ के हो भन्दाखेरि तपाईँले गेस पाउनु सक्नुभयो होला हैन यो त तपाईँले धेरैजनाले देख्नु भएको छ लाउनु भएको छ युज गर्नु भएको छ त्यो के भन्छ नि त्यो कुनै भन्ने चिज चाहिँ होइन क्या यो होइन लाइक हुन्छ नि वो अनएक्सपेक्टेड सामानहरू होइन लाइक वाउ भन्ने खाले चाहिँ होइन यो सबजनाले युज गर्नु भएको छ होइन म एभ्रिडे युज गर्छु अब समर लागिसक्यो यो मैले एभ्रिडे युज गर्नुपर्ने हुन्छ तपाईँले पनि युज गर्नु हुन्छ मलाई थाहा छ होइन यो सब हेरेर थाहा भइसक्यो होला तर के हो भने हरेक चिजको क्वालिटी अनि कुन ब्रान्डको भन्ने चिज थाहा हुनु पऱ्यो नि त होइन मसँग 3वटा बक्स छ होइन 1 2 3 बक्स छ होइन अनि यो चाहिँ चस्मा हो होइन यो दुईटालाई साइड राखौँ होइन अनि सबैभन्दा पहिला म यसलाई देखाउँछु होइन गाइज सो यसलाई सर र खोल्छु म यस्तो दामी हेर्नु त्यहाँ कोइली कराइरहेछ कि सो ढिला नगरी ओपनिङ गरौँ होइन केही छैन यसमा मात्र एउटा गगल चस्मा छ अनि यो सफा गर्ने यसलाई के भन्छ यस्तो दामी ब्रान्डिङ छ यस्तो दामी क्वालिटी छ कि यो होइन हेर्नु यस्तो दामी छ अनि यहाँ तपाईँको ट्याग देख्न सक्नुहुन्छ सनमन भनेको छ होइन सनमन भनेको छ यसको ट्याग चाहिँ बवाल छ क्या र यो पनि होइन बवाल छ यस्तो स्मुथ छ क्या यसले त कसम है दामी स्मुथ छ अनि यसमा अरू के पनि छैन यो मात्रै छ यसलाई साइड राखेँ मैले यस गाइज ओ माई गॉड लुक एट दिस तर आई थिङ्क यो अलिक स्मल साइज जस्तो लागिरहेछ मेरो फेस अलिक
भ्याद्द छ नि त होइन, अलिक भ्याद्द भनेको अलिक ठुलो टाइपको जस्तो छ। तर यो ग्लास हेर्नु न गाइज, यो ग्लास हेर्नुहोस् न, आम्बो यार छुन नि दाग लाग्ला जस्तो छ यार। यो प्लास्टिक हो के पनि छैन, तपाईँको यो भित्र रड देख्न सक्नुहुन्छ। यसलाई हामीले दम्ब्याएर के भन्छ बङ्गाएर एट्याच के अरे उ गर्न पनि मिल्छ होइन, एडजस्ट गर्न पनि मिल्छ। यो भित्र रड छ अनि सो जहाँ चाहिँ ट्रिपल कर्भ जहाँ छ होइन। अनि हो आज दामी देखेँ क्या है, के हो यार आज त म त यस्तो पुरा क्लियर देखिरहेको छु कि होइन। आम्बो यार फाइनली मेरो हातमा परिसकेको छ चस्मा यो। अनि यो चाहिँ लाइक राम्रो लाग्यो क्या मलाई। यसको फिनिसिङहरूदेखि लिएर हेर्नु न, यसको फिनिसिङहरूदेखि लिएर ओ माई गड अमेजिङ छ होइन। अनि यसको त्यो के भन्छ कभर भन्छ के भन्छ यो अनबक्सिङ भिडियोहरू फेरि उनीहरूलाई खासै बनाउन आउँदैन कि के भन्छ यसलाई यार, फ्रेम भनौँ न होइन। फ्रेमहरू पनि यस्तो दामी छ कि होइन, त्यो के भन्छ पानी कलरको टाइपको जस्तो छ होइन। अनि तपाईँको साइड लुक्स हेर्नु यस्तो दामी छ होइन। माई गड एकचोटि आइल ट्राई है त, हालिहालौँ है त कस्तो देख्दो रहेछ। प्लिज यो चस्माले सुहाए कि कुन चस्माले सुहाए प्लिज कमेन्ट डाउन बिलो होइन। अर्को पनि म अनबक्सिङ गर्छु। अनि दामी छ यो चाहिँ फेरि होइन, यो पनि राम्रो छ मलाई एकदम मन परेको। धेरै वेटिङ पछि, धेरै प्रतीक्षापछि मैले यो चस्मा लाउँदैछु होइन। के होला यसले पनि, यसले आँखा शीतल हुन्छ। अब समर लाग्यो गर्मीहरू, अब घाममा हिँड्ने बेलामा आँखा पोल्ने होइन, हाम्रो मेन अङ्ग भनेको आँखा हो नि त, त्यही भएर आँखा पोल्ने कम हुन्छ नि, त्यसले शीतल हुन्छ क्या। दिस इज यो यसमा के पनि छैन होइन, यो चस्मा मात्रै हो गाइज। अनि यो क्लोन यो आउँछ एउटा यति मात्रै हो। सो यसको चाहिँ यो पनि दामी छ होइन। यसलाई साइड राखौँ, यो भ्यायो गाइज है, एउटा चस्मा भ्यायो। म एउटा चस्मा अनबक्सिङ गरेर भ्यायो, यसलाई साइड राख्छु म होइन। अनि के भनौँ यसको प्राइस पनि भनिदिउँ क्या है, प्राइस पनि भनिदिन्छु ल म। यसको प्राइस चाहिँ लगभग अराउन्ड नेपाली 2500 होइन, समथिङ त्यस्तो पर्यो होइन। यो नि राम्रै छ, राम्रै हो। प्राइस पनि भन्ने मैले होइन, त्यस्तो ऊ चाहिँ फेरि। यस आई हेभ वान बक्स, दिस इज बक्स गाइज यार। तपाईँले पढ्न सक्नुहुन्छ हेर्नु त, यहाँ पढ्नुहोस् त के हो यो, वाट इज दिस, के लेखिरहेको छ मतलब पढ्न आउँदैन है गाइज, पढ्न आउँदैन। हेर्नु योसँग मसँग यस्तो दामी बक्स छ यो चाहिँ होइन। यो चाहिँ मेरो फेभरेट, मेरो लास्ट लङ लास्टिङसम्म मेरो फेभरेट भनेको त्यो यो चस्मा हो होइन। मलाई चाहिँ यो एकदम लुक्स मन परेर मैले किनेको मात्रै हो यो। समटाइम्स कहिले कस्तो लाउनुहुन्छ भने, तर मेरो अल टाइम फेभरेट भनेको चाहिँ यो हो कि गाइज। यो हो कि यो ब्रान्ड भन्ने चिज तपाईँले लाउनुपर्छ होइन। सबै चिजले के भन्छ युज गर्नुपर्छ, ब्रान्ड भनेको ब्रान्ड हो होइन। सो हुन त यो पनि ब्रान्ड हो होइन, तर लाइक त्योभन्दा यो चाहिँ एकदम डेन्जर चलेको ब्रान्ड हो। तपाईँले देख्न सक्नुहुन्छ रेवनको चस्मा मैले अर्डर गरेको थियो, ह्यान्डमेडको रेवन गाइज है त। सो यस्तो दामी छ यसको। अनि यो पनि ओपनिङ गरिदिइहालौँ होइन, यो के पनि छैन यसमा चाहिँ होइन। यसको यो के भन्छ रेवनको यसको यो दिएको यो यसमा चाहिँ सफा गर्ने क्लोथिङ र यो सफा गर्ने भाँडो मात्रै, राख्ने भाँडो मात्रै, यसमा के पनि छैन। योसँग उपहार यो आएको हो, यो के पनि छैन होइन। योसँग एक्स्ट्रा बक्स आएको हो। सो यसलाई म ओपनिङ गरिहाल्छु गाइज होइन त्यही हो। तर यसको भन्दा अलि डबलै प्राइस छ गाइज है त। सो ओपनिङ गरिदिहाल्छु है त। टडाङ 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 टडाङ। यसमा के आउँछ सबैभन्दा पहिला यो आउँछ गाइज, चस्माको यो चस्मा आउँछ है। यो भित्र पनि यो बक्सा हुन्छ, यो झोला हुन्छ क्या, झोला यो बक्सा हुन्छ। अनि यसको यो के हो मलाई थाहा भएन, यो चाहिँ के पेपर होला होइन समथिङ। एउटा आउँछ यो सफा गर्ने कुरा, यहाँ तपाईँले देख्न सक्नुहुन्छ। यहाँ यसको आफ्नै ट्याग छ, आफ्नै लोगो छ, रेवन भनेर लेखेको छ, आफ्नै यहाँ दामी तपाईँले देख्न सक्नुहुन्छ होइन कालोमा। तर यस्तो दामी क्या, आमामा दामी छ क्या यो नि। नयाँ चिजहरू दामी बाख्न आउँछ। सो यो भित्र यो एउटा भयो। अनि यो कालो कपडा भयो सफा गर्ने कुरा। यसको आफ्नै ब्रान्डिङ छ, लोगो छ यहाँ होइन। त्यसपछि आएर अर्को यहाँ भनेको यो स्क्यान बार छ, यो पनि होइन। यो पनि के हो कति लामो हो माकुरी, यसको आफ्नै यो के हो लतत छ त यार यो त। आम्बो दामी छ यो पनि होइन। यहाँ बारकोडहरू छ, मलाई थाहा नै यो के भाषामा लेखियो केही बुझ्दिनँ होइन। यो के भन्छ लाटा देशमा गाडा तन्देरी भन्ने जस्तै गाइज होइन। योलाई त साइड राखौँ, अनि हो यो पेपरलाई यता साइड राखौँ। त्यसपछि अर्को आएर यसको दामी पेपर आउँछ कि हो माई गड। यता रेवन, यता पनि रेवन होइन। रेवन हेर्नु न गाइज यस्तो खतरा, हो माई गड। यसमा के पनि आएन। अब यो पेपर हो, यो कुन टाइपको मोडेलहरू होला भन्ने होला। यहाँ सबै यो अहिले देखाउँछु म त्यो ग्लासको क्वालिटीहरू, कुन नम्बरको ग्लास, कति हाई लेभलको ग्लास हालेको छ भने सबै यहाँ लेखेको छ। मलाई त्यो थाहा भएन है, मैले हेरेको यति मात्रै हो है।
अनि योसँग आउने भनेको यो पेपर आयो यो अनि यो सफा गर्ने कुरा हैन यति मात्रै छ 3टा यहाँ छ अब मेन चाहिँ गुड मेन प्रोडक्ट चाहिँ यो हो त मेन सामान भनेको यसलाई साइड राखे मैले मेन सामान भनेको यो हो गाइज ट्याक्क यसको बटमै खतरा छ हेर्न हैन पट यो भन्दा मेरो बाहिरको चराको आवाज चाहिँ बवाल सुनेछ कि म त मन धुन्न भइरहेछ चराको आवाज सुनेर यार ओपनिङ गर्ने गाइज टडङ 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 यो भित्र यस्तो दामी यो चस्माको के भन्छ यसलाई नाकको डाडी नै छ क्या यहाँको नाकको डाडी नै छ यसलाई पनि मैले साइड राख्दिएँ हैन यस मेन सामान ओपन गरिदिउँ न हैन ओ माइ गड यहाँ तपाईँले देख्न सक्नुहुन्छ रेवनकै लोगो छ सबै रेवन यस यस ओ माई गड यस फाइनली दिस इज मेरो लास्ट प्रोडक्ट मेरो फेभरेट मेरो अल टाइम हेर्नु न गाइज यसको फिनिसिङ आम्बो यसको यहाँदेखिको फिनिसिङ हेर्नु न हैन यस्तो क्रप भएको छ यस्तो दामी हैन यस्तो दामी क्रप छ अनि तपाईको साइडमा देख्न सक्नुहुन्छ यो भित्र चाहिँ तपाईको मैले रिभ्यू हेर्दाखेरि यसको हेर्दाखेरि यो भित्र रडै छ हैन अनि हामीले एडजस्ट गरेर लाउन मिल्छ यसलाई पनि दोबारेर बङ्गाएर के गरेर लाउन मिल्छ अनि यहाँ ट्रिपल कब्जा छ हैन यो ट्रिपल कब्जा यस्तो दामी यो बलियो हुन्छ के ओ तपाईको यहाँ ब्रान्डिङ हेर्नु न छाम्दा पनि यस्तो दामी के छाम्दा पनि पुरै पत्ता लाउँछ रेवन यस्तो पत्ता लगाइदिन्छ अरूमा चाहिँ के हुन्छ नि अरू लो क्वालिटीहरुमा चाहिँ यो मेटल यो डाँठ भित्रै कोचेको हुन्छ त्यो के भन्छ त्यसलाई ब्रान्डिङ हैन डाँठ भित्रै कोचेको हुन्छ ब्रान्डिङ अनि त्यसले गर्दाखेरि छामेर पत्ता लगाउन सक्दैन के तर देख्न चाहिँ देखिन्छ तर यो चाहिँ स्टिल तरिकाले के स्टिल मेटलको नै बाहिर आछ के यो हैन यस्तो दामी के स्टिलमै बाहिर आछ के अनि स्टिल तरिकाले ट्याप पछाडिबाट टाले जस्तो कि माथिबाट टाले जस्तो तर खतरा ब्रान्डिङ छ कि हैन छामेरै पत्ता लगाइदिन्छ यार हेर्दा चाहिँ पुरानो टाइपको जस्तो देखिन्छ तर अल टाइम मेरो फेभरेट रेवन सो लगाएर हेरिदिहालौँ ओ माई गड आज दामी गाइज दामी कस्तो देखेको छ यार लुक्स भनौँ न गाइज यसले सुहाए कि यसले सुहाए प्लिज कमेन्ट डाउन बिलो होइन भ्याट गरिदिनु होला अनि लाउनु त म युजले गर्छु तर यसले यस्तो आँखा शीतल हुन्छ नि यो रेवनको यो पोलोराइड हो होइन सिसामा त्यही माथि पनि माइ गड सिसामा पोलोराइड हो प्रायः जसो प्लास्टिकमा पोलोराइड आउँछ तर म सिसामा पोलोराइड हो यो चाहिँ ओ माई गड यस्तो दामी शीतल हुन्छ कि आँखा यो चाहिँ विशेष गरी समरमा घाममा लगाएपछि फेरि ब्ल्याकमा हो होइन ब्ल्याकमा भनेपछि अब के हुन्छ भन्दाखेरि बेलुका हल्का 6-7 बजिसकेपछि चाहिँ आँखा देख्न छोड्छ यो चस्माले फेरि भन्नेको मतलब त्यो रात परेपछि कालो चस्मा लगाएर फाइदा त छैन तर विशेष गरी दिउँसो घाममा हेर्न सजिलो होस् घाममा हिँड्नलाई सजिलो होस् भनेर चाहिँ पोलोराइड हुने नि त ओ माई गड यस्तो दामी के हो कस्तो देखेको छ गाइज यहाँ रेवनको यो ब्रान्डिङ हेर्नु न ब्रान्डिङ मान्छे त अब टाढैबाट जज गर्छ कि ओ क्या खतरा चस्मा लगाएको यार यसले त भन्छ किन भन्दा यहाँ ब्रान्डिङ हेर्नु न रेवन हो नि त अरू थोरै लगायो मैले रेवन लगायो रेवनको चस्मा त्यही पनि ह्यान्डमेड रेवनको हाई क्वालिटीको हो है त सो दामी देखियो होला गाइज है कमेन्ट डाउन बिलो है त छिटो भट्टाभट है त यस दामी देखियो होला अनि सो यस्तो छ हाम्रो दामी लाग्यो मलाई चाहिँ दामी लाग्यो अनि यसको प्राइस भनौँ कि नभनौँ गाइज प्राइस भनौँ नभनौँ फेरि व्यापारीहरूलाई गाह्रो होला होइन योलाई मैले लगभग 2500 भनेपछि यसको डबल भनेपछि ल त्यस्तै पर्न गएको तपाईँहरू आफै बुझ्नुहोस् होइन आजको अनबक्सिङ बवाल मजा आयो गाइज है त सो यो रेवन होइन 2टा चस्मा चाहिँ मैले किन्यो योसँग अब यसको यो भइहाल्यो होइन रेवनको यो बक्सा सहित आएको छ अनि यो चाहिँ एक्स्ट्रा दिया हो रेवनको कम्पनीले नै होइन एक्स्ट्रा दिँदो रहेछ अनि योसँग सबै चिज आउँछ मिलाएर है त सो यति बुझ्नु होला कि मैले 2वटा चस्मा अर्डर गरेको थिएँ फाइनली मेरो हातमा सामान आइसक्यो अनि भिडियो एडिट गर्दा गर्दै अनबक्सिङ हानिदिउँ न त आज चस्माको भनेर चाहिँ मैले अनबक्सिङ गरेको कस्तो लाग्यो प्लिज कमेन्ट डाउन बिलो यो चस्मा पनि ठिक छ यो चस्मा पनि ठिक छ यो चस्माको पनि म धेरै वेटिङमा थियो होइन किन भन्दाखेरि यो चस्मा चाहिँ लगभग सितिमिति आउँदैन रेवनको सितिमिति आउनु त आउँछ कि अरू मोडेलमा आउँछ कि मोडेल भनेको रेवनको पुरानो एउटै मोडेल हुन्छ प्रायः जस्तो यही मोडेल हुन्छ रेवनको तपाईँले याद गर्नु भएको छैन होइन तर अहिले चाहिँ अलिक छुट्टै डिजाइनहरू पनि दिएको छ तर मलाई फेभरेट भनेको यही मोडेल हो त्यही माथि फ्लोराइड होइन दामी तर लो क्वालिटीहरूको पनि पाउनु चाहिँ होइन लो प्राइसहरूको पनि पाउँछ लो क्वालिटीको पनि पाउँछ त्यसमा लो प्राइसमा लो क्वालिटी नै हुन्छ हाई प्राइसमा हाई क्वालिटी नै हुन्छ है त गाइज यो चाहिँ मैले फर्स्ट कपी किनेको हो यस तपाईँले देख्न सक्नुहुन्छ होइन दामी यस्तो मजा आयो अब यो चस्मा लगाएर म खतरा भ्लग हान्छु हो नि त अलरेडी मसँग अर्को चस्मा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ प्राडाको होइन लगाउँ लगाउँ लगायो अब म त यो त सुत्दा पनि लाउँछु होला खाँदा पनि लाउँछु होला यार है
ओहो ठिक छ एनीवे गाइज जस मजा आयो यति मजा आयो आजको अनबक्सिङ भिडियो पनि एडिट गर्दैछु भिडियो अपलोड हुने बेलामा छ अहिले पछि होइन 2-3 घन्टा पछि सो त्यो पनि चेकआउट गरिदिनु होला भिडियोलाई वाच गरिदिनु होला फुल टाइम अनि सब्सक्राइब गर्नु भने प्लिज गाइड डु सब्सक्राइब यत्रो मिहिनेत गरिरहेको हुन्छ तपाईँको माया सब साथ तपाईँले वास्तै गर्नु हुँदैन जस्तो लाग्छ कि बेला बेला होइन के छ र नि सिन्की अचार के छ विचार होइन सानो छ तर आई थिङ्क मलाई चाहिँ यो चस्मा चाहिँ अलिक सानो भयो कि जस्तो फिल भयो मेरो किनकि यहाँको यो लेभल र यो चस्माको लेभल ठ्याक्कै यस्तो हुन आयो क्या त्यही भएर अलिक सानो भयो कि जस्तो लाग्छ केही छैन नो कम्प्रोमाइज होइन तर मन परेको फुल सुके पनि रसिलो गाइज होइन मन परेको चिज सानो भयो नि राम्रो ठुलो भयो नि राम्रो होइन यस गाइज सो यति भन्दै आजलाई डइन गर्न चाहन्छु तपाईँहरूको दिन शुभ रहोस् हेभ अ नाइस डे गाइज बाई बाई